नमस्ते नमस्कार अनि साहित्यिक अभिवादन। म योजना आचार्य तेह्रथुमबाट। सम्पूर्णमा हार्दिक नमस्कार। म सुदूरपश्चिम अछामबाट रोशन परियार। आज पनि हामीले तपाईहरूमाझ एउटा मुक्तक दोहोरी लिएर आएका छौँ। नेपाली प्रतिभाशाली कञ्चनपुर गुलरियाको अभ्यास ग्रुपमा अभ्यास गर्दै गर्दा रामेछापबाट प्रमुना दाहाल पौडेलजी र कञ्चनपुरबाट सञ्जीव जोइसी विवश सरबीच खेलिएको मुक्तक दोहोरी हामी रोशन परियार सर र म योजना आचार्यले वाचन गर्न गइरहेका छौँ। के कस्तो लाग्छ अन्तिमसम्म सुनेर सुझाव सल्लाह प्रतिक्रिया दिन भने नबिर्सनुहोला। मुक्तक सुरु हुन्छ यसरी। यहाँ हर मान्छेको भिडमा तिम्रो मात्र भर लाग्छ, जति रिसाए पनि तिमीलाई फकाउन कर लाग्छ। माया प्रेम अनौठो रहेछ, विश्वासको घेरामा जोडिनु पर्ने, तर तिमीलाई म प्रतिको विश्वास देख्दा धेरै डर लाग्छ। अब कहिल्यै खाने छैन जिन्दगीमा हार पनि, नलाउनु है कहिले वचनका अनेक धार पनि। दुवैजना हाँसी खुसी जिन्दगी बिताउने हो प्यारा, बन्न रहर छ कि छैन हामी दुईबाट अब चार पनि। घरमा खानालाई ढिँडो छैन, केही वर्ष परदेश धाउनु पर्छ। छोरा छोरी जन्माउनु अघि सञ्चय कोष गराउनु पर्छ। केही सम्पत्ति जोडजाड गरी आफ्नो बस्ने ठेगान भएपछि बल्ल हामीले यो सुन्दर संसारमा दुई सन्तान जन्माउनु पर्छ। लड्न आँटे एकअर्काको हात समाउनु पर्छ, चिन्ता नलिनु। आटो सिस्नु खोले त्यसैमा रमाउनु पर्छ, चिन्ता नलिनु। परदेश होइन यही बसेर दुःख सुख गर्नुपर्छ, बुझ्नुहोस् हजुर। दुवै मिली जति सकिन्छ सँगै कमाउनु पर्छ, चिन्ता नलिनु। परदेश जस्तो यो देशमा कहीँ कतै कमाउन सकिँदैन। सबै पैसा नै ठुलो भन्छन्, पैसा बिना घर चलाउन सकिँदैन। जवानी अवस्थामा घरमै बसे जिन्दगी कसरी चल्ला प्यारी। सङ्घर्ष नगरे जिन्दगीमा केही विकास गराउन सकिँदैन। निभेको त्यो बत्ती पनि आफ्नै देशमा बल्छ प्यारा, जति कठोर मै हुँ भने पनि परदेशमै ढल्छ प्यारा। दुवै मिली श्रम पसिना नि यही देशमा बगाउनु पर्छ, तिनै बाजा जग्गामा हेर सुनै सुन फल्छ प्यारा। सुन फल्नको लागि केही जग्गा जोड्नु पर्छ, हाम्रो प्रेममा पनि मलजल बिउसँगै गोड्नु पर्छ। टाढा भएर केही हुँदैन, तिमी आफ्नो ख्याल राख्नु। सङ्घर्ष गरेर अघि बढिन्छ, जिद्दीपन छोड्नु पर्छ। दुःख सुख जेनी खान्छु सँगै लैजानुहोस्, हजुर के भरमा नि मान्छु सँगै लैजानुहोस्। दुई मुटु दुई किनारा भई कसरी बस्ने र, हजुर सँगै म प्रदेश जान्छु सँगै लैजानुहोस्। 2 वर्षको करार हो, घरमा आमाको हात समाउने कोले हो। 2 छाक खाना पकाएर साग सिस्नु आटा खुवाउने कोले हो। यति त नभन्नु न प्यारी, सम्पर्क भइरहेको छ फोनबाट हाम्रो। घरको सुख अनि दुःखको बारेमा सम्पर्क गराउने कोले हो। नागेपछि हजुरको यादले पार सम्हालेर राख्छु, दुःख जति आए पनि बारम्बार सम्हालेर राख्छु। आफ्नो ख्याल राख्नु होला त्यो परदेशी ठाउँमा, यता आमा घर परिवार म सम्हालेर राख्छु।